एउटाले कलर गरे खोइ उ दुईटा गर्ने ल्याए त आउन नि लाई आउ छोरी सिक्का कता चाहिएको यहाँ सिक्का ओ अब तिमी माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो माया दियो ममता दियो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आमा तिमी देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो
मिठो तिम्रो त्यो आवाजले मलाई झुलायो झुलायो ओ तिम्रो त्यो बोलीले मलाई बोलायो 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 सानो छँदा सुनेको थिएँ एकादशको कथा मैले त्यो कथाको राजकुमारी मेरै सामु पाएँ अहिले जे सुने साँच्चै आज भयो त्यही तिमी नै हौ तिमी मेरी दुलही तिमी नै हौ तिमी मेरी दुलही स्कुल जाँदा पढेको थिएँ बाइपनले घोडा चढाई लैजान्छ रे राजकुमारीले मदेखि नै चोरी मलाई जे पढे थिएँ साँच्चै आज भयो सही म हूँ हजुर की प्यारी दुलही हाँ म हूँ हजुर की प्यारी दुलही मेरो फुलको इज्जत तिमीले बचाइ राख्नु ढुकढुकीमा सधैँ मलाई सजाइ राख्नु मेरो फुलको इज्जत तिमीले बचाइ राख्नु ढुकढुकीमा सधैँ मलाई सजाइ राख्नु घरी घरी घुम्टो खोली हाँसे बोले पनि साह्रै लजालु छौ हुन्छ लजाइ राख्नु त्यस्तो यहाँ हुँदैन तपाईँहरू चिन्ता तीनपल्ट भएपछि हुन्छ सर पूजा हामी बाटो गोडामा पनि पूजा गर्ने फुल पनि राखिदिने अनि त्यहाँबाट सानो टपक्क कृष्णाय गोविन्दाय नगो फुल लगाइदिने शिरमा भन्नु मन लागेको मनले भन अब बोकेर डाँडाले आउनु थके लाग्ला भने बोकेर तिमीले दिएको पिराती छल्कियो छल्कियो मनको घैलामा फोटो खिचेर मायाको टाँसिदिउँ कि दैलामा फोटो खिचेर मायाको टाँसिदिउँ कि दैलामा पोखी जाला पिराती बाँधन तिमी बाँधन मनको थैलामा फोटो खिचेर
खिचेर मायाको टाँसिदेऊ न दैलामा फोटो खिचेर मायाको टाँसिदेऊ न दैलामा जिन्दगीको बैलगाडी ठेलम ठेल पारी जिन्दगीको बैलगाडी ठेलम ठेल पारी तिमीलाई राखेर लैजाउँला तारी पानी पर्यो असिना चाँदीको ख्याल ख्यालै जिन्दगी आधी भो पानी पर्यो असिना चाँदीको ख्याल ख्यालै जिन्दगी आधी भो लडाउने भिर छैन सम्पत्तिको पिर छैन लडाउने भिर छैन सम्पत्तिको पिर छैन खाम्ला माया सुनको थालैमा खाम्ला माया सुनको थालैमा सम्पत्तिको भर हुन्न माया भए डर हुन्न सम्पत्तिको भर हुन्न माया भए डर हुन्न खाम्ला बरु सालको पतैमा खाम्ला बरु सालको पतैमा जिन्दगीको बैलगाडी ठेलम ठेल पारी जिन्दगीको बैलगाडी ठेलम ठेल पारी तिमीलाई राखेर लैजाउँला तारी पानी पर्यो असिना चाँदीको ख्याल ख्यालै जिन्दगी आधी भो पानी पर्यो असिना चाँदीको ख्याल ख्यालै जिन्दगी आधी भो तिम्रो मन दरबार मेरो लागि घरबार तिम्रो मन दरबार मेरो लागि घरबार राख माया दिलमै थुनेर राख माया दिलमै थुनेर बाचा कसम खाइदेऊला त्यो गलामै लाइदेऊला बाचा कसम खाइदेऊला त्यो गलामै लाइदेऊला तिरतीको माला उनेर तिरतीको माला उनेर जिन्दगीको बैलगाडी ठेलम ठेल पारी जिन्दगीको बैलगाडी ठेलम ठेल पारी तिमीलाई राखेर लैजाउँला तारी पानी पर्यो असिना चाँदीको सुम्यालन कर्मनि राजा बरनी कर्म निमित्तक अध्यय कौडेनी गोटा हजुरको नाम बिर्सिँ मैले दिल्ली प्रसाद शर्मा हो बरदेवाय बरनी कर्मनि हम गर्छ हात दिनु ज्वाइँ बाबुले हात थाप्नु ल भयो ल अब हजुरले शङ्करले छोइहाल्नु भयो अब यता सुन्नुभयो अब यहाँ भए सामान छ नि यो राय सर्सिम हो यो एउटा दुनाको यो खाली दुना छर्नी अर्को दुना यहाँ एउटा यहाँ हातमा राखिदिनु फटाफट गर्नु अब यो यहाँ खनाइदिनु हजुरले हो त्यही जनै राखेन अब यो अलिकति उहाँ छरिदिनु यो कमेरो यहाँ यो कमेरो उहाँ र त सबै छ एक एक भाग सरस्वती स्वती नारायण सरस्वती सूर्य इन्द्र देव भूमि वायु स्वस्तय ओम स्वती वैशा नारस्वती वैशा देव स्वता ओम स्वती रुद्र पिता स्वती स्वती कथा महेश्वर ओम स्वती आयु वायु धनु स्वती स्वती दाता निर्ग स्वयं स्वती श्री गणपति स्वती श्री दिल्ली प्रसाद बडो स्वरूपलाई दिई राम्रोसँग पाल्नु होला भनेर तपाईँले चाहिँ बाबुलाई भन्नुहोस् ल भयो ल अब नमस्कार गर्नु त्यो फुल यहीँ राखिदिनु ल अब यो राखिदेऊ भयो कता अब यो उतै थन्काइदेऊ नि ल यता छ आयो है हजुर 1 2 हरानी बाहुनले तिर्नुपर्छ 3 4 5 हो मङ्गल ल अब दुला दुले काम आयो खोइ दुलै ल्याउनु पर्यो ल दाइ अब हे लामो छ र उहाँले यो कहनु पर्यो ल त दुला बाबु एकदिन कसम यो कहने एकदम बलियो होस् निकट एकदम गाडा होस् भन्नुहोस् खै नानी आएन कि दुलेलाई ल्याउन दुलेलाई यता ल हामी छोडिदिन्छ बाटो होइन भयो आधी त्यहाँ होला आधी आउनेमा नानी
ओ भगायो आदि नाइला आदि आदि वहाँ ल भयो अब फेरि अर्कोपल्ट देऊ थोरै त्यो भएको जति सबै फालिदिने अहिले ल ल ल राखिदिए ओ भगाए छैन भगायो राखिदेऊ हो ल अर्कोपल्ट तर कुन अघि कुन पछि भन्ने कुरो थाहा भएन त्यति हो सुरुमा गरे जस्तो लाग्छ ल राखाइ अहिले नै चाहिन्छ ल अब त दुलेलाई म यहाँ यो घुम्टे यसो गर ल फोटो खिच्नु फटाफट गरौँ सुन्नुभयो नि फटाफट ल ल पुरो बुझ्नुभयो नि बुझ्ने यो शिरमा लगाइदिनु ए फुल अब यो फुल छोरीलाई लगाइदिनु शिरमा ल भेटिदिनु नमस्कार ल अब नमस्कार ल भाइ ल अब सधैँ साथ रहनेछु दुःखमा सुखमा सधैँ साथ रहनेछु ईश्वरको प्रेमको साक्षी बन्नेछु मेरो अन्तिम श्वाससम्म साथ दिनेछु अन्तिम श्वाससम्म साथ दिनेछु ईश्वरीय योजना पूरा गर्नेछु ईश्वरीय योजना पूरा गर्नेछु मैले तिमीलाई खोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति रोजेका मैले तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति सृजेका मैले तिमीलाई खोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति रोजेका मैले तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति सृजेका दक्षिण भर्राएर गोडा दोहोर्न पाइँदैन कुरो बुझ्यौ यहाँ गोडा धुने त एकजनाले धुने एकचोटि पाँचजनाले धुने हो र उहाँ समाएर बसिया नि त नबसौँ कोही पनि
ल अब यो फुल लगाइदिनु होइन म यता लाइसकेँ ए ल भयो ल अब खै मेरो टोपी ल्याउनु मैले विराज यजमान शुद्ध लट्टीको लागिदिनु आइदिनु काम अनि भेटिदिनु काम सकियो नमस्कार गर्नु जानु हो नमो ब्रह्मण देवाय गो ब्रह्मण हिताय फुल राखिदिनु एकपल्ट जगत हिताय नमो नमः ल भाइ ल अब लाई अब तीनपल्ट धन्यवाद विराज अझ एकपल्ट देऊ पानी दुईपल्ट भयो हो सिरमा अब खाऊ मुखा छ र हात फेरि खाऊ होइन तीनपल्ट खायो हात दुन्छ ल भयो अब बाटा हात दो अब दिदीको गएर दौ शिरमा छ र कोदेनु कसको बस कोदेनु कसको तिनमा शिरमा छ र न अब खाऊ धन्यवाद विराज यजमान शुद्ध हात दो ल अब फेरि खाऊ फेरि हात दौ फेरि खाऊ त्यसले सुनेर तिर्खा लाएर हात दौ ल भयो ल अब यो अब यही अचेतन नानीलाई हो नमो ब्रह्मण देवाय गो ब्रह्मण हिताय जगत हिताय कृष्णाय गोविन्दाय नमो फुल लगाइदिनु शिरमा आउनु है जब पानी पाएर शिरमा तीनपल्ट है ल अब तीनपल्ट यसो खानु अनि त्यसपछि अब आएर नानीको गोडा दिनु बस्नु ओम अर्को लोटा पानी त्यही अक्षता है नानीलाई फुल तिमी रोएको पल तिमीलाई हँसाउन नसकुला तर तिमीसँगै म रोइदिन सक्छु मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुला तर तिमीसँगै म मरिदिन सक्छु रोएको पल तिमीलाई हँसाउन नसकुला तर तिमीसँगै म रोइदिन सक्छु मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुला तर तिमीसँगै म मरिदिन सक्छु जान तिमी मैले भने मान तिमी मलाई आफै ठान तिमी सुनको महल छैन होला धनीमा होइन होला रहर पुरा गर्न नसकुला तर मायाले जीवन भरिदिन सक्छु हो तर मायाले जीवन भरिदिन सक्छु म त तिमीसँग कहाँ हुन्छ र धनको माया धनी मनको माया पो हुन्छ मनकारी मनको आँखा खोली मलाई माया गर म राख्छु तिमीलाई सधैँ खुसी पारी कहाँ हुन्छ र धनको माया धनी मनको माया पो हुन्छ मनकारी मनको आँखा खोली मलाई माया गर मैले राख्छु तिमीलाई सधैँ खुसी पारी झरी परेको पल तिमीलाई ओत्लाउन नसकुला
तर तिमीसँगै म रुझिदिन सक्छु मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुला तर तिमीसँगै म मरिदिन सक्छु पानी त सहनु पर्छ जीवनको हरेक पलहरूमा सँग सँगै रहनु पर्छ कहाँ हुन्छ र सधैँ जित मात्र हार पनि त सहनु पर्छ जीवनको हरेक पलहरूमा सँग सँगै रहनु पर्छ तिमी हारेको पल तिमीलाई जिताउन नसकुला तर तिमीसँगै म हारिदिन सक्छु मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुला तर तिमीसँगै म मरिदिन सक्छु सक्छु हो तर मायाले जीवन भरिदिन सक्छु म त तिमीसँग नै बाबु कोपिला मङ्गलम भगवान् विष्णु मङ्गलम जगद्गुरु ध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनय हरि ल अब नानीबाट देवाय गोब्रमणिकाय जगदीशाय कृष्णाय गोविन्दाय नमो नमः अब 3 पल्ट खानु उता फाल्छु मार्क्स खोलेर खानु यहाँ रोली छैन ल अब नानीहरू बनाउँछु 3 पल्ट छानु है धन्यवाद विराजस्य
आएन फुकाहरू भएन नि त यहाँ बस्न सकिएन त्यही त फुल लगाइदिनु हजुर एउटा बाबुले जानु घोडा बनाउँदा टिको लगाइदिनु सर्छ एक फेर लाउने हो कि अझ त धेरै लाउने होइन कोर मात्रै हुन्छ निधारमा लड्डी पनि हुन्छ अलिकति यस्तो आँटिएका हो बाबु जीवन साथी तिमीलाई छ मेरो कसम जीवन साथी तिमीलाई छ मेरो कसम जीवन साथी तिमीलाई छ मेरो कसम जीवन साथी तिमीलाई बाबुले हातानी त्यो पैसा ल त बाबुले अङ्केट गरिदिनु त्यो गोताको जलले ज्वाइँ बाबुले त 75 टिको लगाइदियो भने दुनाको पानी एकपल्ट तीनपल्ट पर्दैन पैसा दिन्छ त्यही राखेको फुल अब एकछिनको लागि भयो भयो ज्वाइँ बाबु अब टिको लगाइदिने ससुराली किन्ने बेला हो पहिला पुरा अब हजुर आमेहरू दुईटा अब अरू अरू मामाले दिँदै लाग्छ मामाहरू आमै हजुर आमै हुन्छ मामालीको पनि आमालाई त अर्को रङ त्यो रङ भयो त्यहाँ हुँदैन लाग्दैन अझ पछाडि पछाडिहरू त मामा हुनुहुन्छ मामा गाई खै
गुरु अब के हो ए बाबु त ताउलो अरु परुवा र गाईहरु मिलाइदियो हुन्छ भान्जी उता गयो हुन्छ अरे लुवा फेरि नि पर्छ अरे त कहिले हो पञ्चमी साउनमा छोडिदिनु अब 14 लाई त्यो छोडिदिनु फेरि अब जब हार्दा गर्दा गाडी साउनमा बनिदिन आसबाट कम्पिटिसन मिलाउनु गर्ने सुगाउनु गर्ने मानेका त्यो पञ्चम चारो कि पाँचौँ पञ्चममा 12 जोड्ने पञ्चायत ल 5 पल्ट दिनु नहुँदा 125 पल्ट छुट्टै हो है मानेका प्रथम भएर दिनु त एका हुन्छ भएर त बुढा पहिला भएर सके घिउ थप्ने फेरि द्वितीय भएर जब तिम्रो साथ मिल्दै गयो जब तिम्रो साथ मिल्दै गयो धरोधरमा मेरो जिन्दगी काया पलट भयो यस्तै माया गरिरो गालोमा बेरिरो सधैँ तिम्रो हुने मन छ यो मनले सधैँलाई माया गर्दै तिमीलाई ढुकी बनाउँछ भन्छ यस्तै माया गरिरो गालोमा बेरिरो सधैँ तिम्रो हुने मन छ यो मनले सधैँलाई माया गर्दै तिमीलाई ढुकी बनाउँछ भन्छ मलाई मेरो जीवन फिका रहेछ पहिले मलाई मेरो जीवन फिका रहेछ पहिले स्वर्ग झै आभास हुन्छ आफ्नै जिन्दगी अहिले यस्तै माया गरिरो गालोमा बेरिरो सधैँ तिम्रो हुने मन छ यो मनले सधैँलाई माया गर्दै तिमीलाई ढुकी बनाउँछ भन्छ बस्नुहोस् है त्यहाँ बाबु त्यहाँ बसेर अब क्यार्नु पर्यो भने कपडा चाहियो है उतापट्टिबाट छैन भन्नु है अब यहाँ दुलेको घरबाट अब यसलाई च्यापलमा आधी आधी गर्न बाबु त्यहाँ हिमालय पहाड जस्तो बनाउनु तपाईँलाई अब मैले किन सिकाउनु हो त्यस्तो बनाउनु 7वटा थुप्रा ल अब यसो गर्नु पर्यो फुल है प्रथम नयाँ तु लाइ त त्यो पहिलो त्यो टपरी यता राखेर त्यो थुप्रामा पूजा गर्नु पर्यो हिमालमा 7 टाइम पूजाहरू सप्तमहरू त्यो नवनमा सप्तमहरू त्यो जति बजे कर्मेण मन्त्र पाद क्रमेण मन्त्र एक अबिरमा यसरी लाउने अनि उनको निधारमा लगाइदिने हो अब दोहोरो द्वितीय नहेतु तेह्रो अष्ट नहेतु सप्तम नहेतु हो ल अब 7 ठाउँमै भयो है 7 ठाउँको 7 पर्वतको टिको लगाइदिने ल पूजा नि भयो ल अब भेटी राखिदिनु त्यहाँनिर 2100 रुपियाँ राखिदिनु ल बाबुले दिनु त अब यो शिला जसरी यो सप्तम पर्वत अडिग भएर रहेको छ तपाईँको
अब आएर यहाँ 8वटा बनाइदेऊ ल बाबुले त्यहाँ 8वटामा अब यसो गर्नुपर्छ यहाँ उठ्यो नि अहिले खै ऊ त्यहाँ लाभा भाइलाई दिए मैले कताको ए हेर्नु देऊ त त्यो लाभा नि एकवटा थोपेर ज्वाइँले राख्नु 8वटा 8 ठाउँमा के त्यहाँ खुला थुङ्गामा यहाँ त्यो खुला ठाउँमा थपिदिनु एकवटा प्रथम द्वितीय तृतीय चतुर्थ पञ्चम षष्ठ सप्तम अष्टम कुबेरु पर्वताय नमः सुमेरु पर्वताय नमः कुबेरु पर्वताय नमः आमा नमः सप्तम आठवटा पूजा गर्ने हो सुमेरु काञ्चन पुरुषाय न सिङ्गिया मण्डल भयो चन्द्र पूजा यता कर्ण मण्डल जान्छ नमस्कार गर्ने तिम्रो चित्त र मेरो चित्त मिलोस् तिम्रो मन र मेरो मन मिलोस् भनेर सम्झना गर्ने है मेरो मान परिदामा रहोस् भनेर आफूले सम्झायो ल भयो अब आएर के गर्नु पर्यो भने सबभन्दा पहिलो अब के गर्नु पर्यो भने सिन्दुर दान गर्ने बेलामा सबभन्दा पहिला कुरा गाना हो त्यही राखिदिनु अब हजुरले यो कपडा लगाएर त्यहाँबाट ठ्याक्कै नानीको निधारमा एकै ठाउँ बनाइदिनु हो ज्वाइँ बाबुले तिर्कमै टेकिनुहुन्छ भित्र बस्नु तपाईँ तो एकछिन रुमाल खल्तीमा हाल्नु तो नमस्कार गर म यहाँ बाबुले नि हात नमस्कार गरेर नमस्कार गर्नु अब यो बाबु बस्नु तपाईँ अब तपाईँको एउटा मेन काम आयो हालेपछि दोष लाग्छ राम्रो गोदान गर्नु मार्ग मासे शुक्ल पछि फुल लिएर हात जोड्नु कपिले सर्वदेवता नाम पूजायसी रोहिणी कौडेन गोत्रा डिजिरा श्रवण मम सिद्धार्थ कोष निमार्थ कल्याण गोदान जानु दाना पैसा दाम्लो भरासल गदा लक्ष्मी प्रसाद सौर्य त्यहीँ राखिदिनु अब आरीको जल मैले दिएको छु त्यो 3 पल्ट दाहिने हातले घुमाउनु हो यानि कान्छ पापानी जन्मन्तर कृतानी छ तान्जन हे गौबाछा मैले सिन्दुर राखेको दोष जाओस् भनेर अब मलाई यसो डोर्याइदिनु त्यो गाई यो राई त ओ मङ्गल मुहूर्ताय नमो नमः ल चिरा पनि तपाईँले हातलाई बाबु फुट्ला हातमा राखिदिनु उनीहरूले लोकन्तीले लगाइदिन्छ त्यो राख्न दिने बट्टा यहीँ दिने हो भयो ल नानीले 2-3टा चाहिँ लगाइदिनु कोही हात है 3-3टा 4-4वटा लगाइदिनु बिजोर नपार्नु ल अब यसो देऊ ल भयो छोडिदेऊ यहाँ ल अब यो नानीले कतिवटा दिन्छ नि कतिवटा गुरु राखेर ल्याउ न त चाँडै हुनु त भाइ राख अहिले ल अब दाहिने हाल ल काए नबाजा गरेर भात खाँदा नि यही भनियो त्यो खाला घेर्नु पानीले काए नबाजा मान्छे करो मेते सक्रम बरस में नारायण सभा तो छोड्नु भयो मै छोड्नु उठा बाबुलाई
एउटा राख्नु दुलेलाई दिनु अथवा त्यही एउटा जसले बगार्नु राखको त्याउने यसो बाबु उठान आउनु बाचा हो यसो नाको त्यो ल भाइ भाइ नानी यता फर्को उतारि दिनु बाचा मात्रै गरेर हाँसो होइन यो कपडा चाहिँ च्यात्न हुँदैन थुप्रो लाउने 1 2 3 अब त्यताबाट म तिमीलाई साथ दिन्छु भन्नै पर्दैन हजुरको अङ्गालोमै थाहा हुन्छ म त सँगै जिउने हो म त सँगै मर्ने हो हजुर सँगै जिउने हो हजुर सँगै मर्ने हो हजारौंको भिडमा पनि म तिमीलाई रोज्न सक्छु हजारौंको भिडमा पनि म तिमीलाई रोज्न सक्छु तिमी मेरो धडकन हौ भन्नै पर्दैन तिमी बिना यो मुटु चल्दैन पर्दैन तिमी बिना मेरो संसार चल्दैन म त सँगै जिउने हो म त सँगै मर्ने हो म त सँगै जिउने हो म त सँगै मर्ने हो जति दुःख तिम्रो साथ छोड्ने छैन पाए पनि सुनकै संसार बाटो कहिले मोड्ने छैन यो जीवनको अन्तिमसम्म हजुरकै बन्न
तिमी मेरो जीवन हौ भन्नै पर्दैन हजुर बिना मेरो संसार चल्दैन म त सँगै जिउने हो म त सँगै मर्ने हो म त सँगै जिउने हो हजुरले माग्नु तर अहिले 10,000 दिनुपर्ने बरु अहिलेदेखि मलाई महिलाले करा खान् ल दिनु ल हजुर अब बाबुले नानीलाई दिनुहुन्छ है हो ल नमस्कार गर ल बाबु भाइ अब जित्नु गयो भने एउटा दुई भाइ काम सकियो है त्यसलाई यता हटाइदिनु यहाँ राखिदिनु भयो आधीले हसिदिनु भयो ल अब पूर्णावती ल हुम्न पर्यो हरि हुम्दिनु सक्यो अब हात लिनु टोपी झिक्नु भने अध्यय भारदास बताया गीता सर्व मम पवित्र सुवादन गरिरहेछ पूर्ण बाबु त्यहाँ छुनु अध्यय भारतको दाया गीता सर्व मम सुवादन गरिरहेछ यज्ञ त सुरु हुनाले अपराधन लक्ष्मीमा तपाईँ भन्दै थियो तपाईँले पैसा ए दाइलो अक्षता लाउनु ए अक्षता आइन बुढा यो लाउनु त्यो आउँदो पैसा त हो हेरेले गर्दा ल एकवटा कुखुरा पुगेर थुन्नु सक्यो अब काम हो मरियम पुस्ता नानी लाउनु मैले भने तपाईँले पुस्छ यो दुला लगाइदिनु भाइ भाउजूहरू भाइ हँसते जाऊ छोरी हँसैमा हँसते जाऊ हँसैमा हँसते जाऊ छोरी हँसैमा हँसते जाऊ तिमीले रोए हामी नमान तिमीले रोए हामी नमान बिदामा हाँस्दै जाऊ छोरी बिदामा हाँस्दै जाऊ
काखमाथि हाँस्दै र खेल्दै यही घरमा हुर्कियो तिमी नै थियौ घरकी शोभा लक्ष्मीकी बत्ती थियौ यही काखमाथि हाँस्दै र खेल्दै यही घरमा हुर्कियो तिमी नै थियौ घरकी शोभा लक्ष्मीकी बत्ती थियौ अँध्यारो जति हामीलाई छोडी उज्यालो छर्दै जाऊ छोरी उज्यालो छर्दै जाऊ तिमीले रोए हामी नमान तिमीले रोए हामी नमान बिदामा हाँस्दै जाऊ चेली बिदामा हाँस्दै जाऊ हाँसीमा खुसी जिन्दगी बितोस् सुखले बास गरोस् रोएर कहिले माइती घरलाई सम्झना नपरोस् हाँसीमा खुसी जिन्दगी बितोस् सुखले बास गरोस् रोएर कहिले माइती घरलाई सम्झना नपरोस् यताको माया चुडाई अब उतामा गाँस्दै जाऊ छोरी उतामा गाँस्दै जाऊ तिमीले रोए हामी नमान तिमीले रोए हामी नमान बिदामा हाँस्दै जाऊ चेली बिदामा हाँस्दै जाऊ आउने जाने बटुवासित हाल खबर सोधौला तिमीलाई लिन तिजमा छोरी भाइलाई पठाउला आउने जाने बटुवासित हाल खबर सोधौला तिमीलाई लिन तिजमा छोरी भाइलाई पठाउला यस्तै सरिता नरौ छोरी हाँस्दैमा हाँस्दै जाऊ छोरी हाँस्दैमा हाँस्दै जाऊ तिमीले रोए हामी नमान तिमीले रोए हामी नमान बिदामा हाँस्दै जाऊ चेली बिदामा हाँस्दै जाऊ हाँस्दैमा हाँस्दै जाऊ छोरी हाँस्दैमा हाँस्दै जाऊ हाँस्दैमा हाँस्दै जाऊ छोरी हाँस्दैमा हाँस्दै जाऊ तिमीले रोए हामी नमान नासो बुझाए मलाई कति पेट परेको मेरो म त दिउँसो आयो भने त हुनु भएन नि तपाईँ दिउँसो आएन भने होइन यो टेकी
दुवैजना त्यहाँ बिचमा बस्नुपर्छ अनि तिनीहरूले अलि बिचमा अब यहाँ मैले पुग्यो होला 3 जति भयो निभाउनै पर्ने हो खै त नि फेरि सल्केला उज्यालो बाल खोलेर देऊ न तिमीले किन खान्छ यो चाहिँ त्यो राख्नु त्यो एउटा थपमा पर्यो होला फोनमा त्यहाँ झिक्नु पर्छ झिक्न पर्छ भनेर किन त्यसो गरेर थपा पर्छ भनेर किन त्यसो गरेर हो आमाको कुन हो थप अब आजको दिन त गर्ने एकैछिन छोराले जित्ने छोरा जित्ने हेलो अब यति सक्यो भने त अहिले आज
बिहार खेती त घोडा टेक्ने क्या बाबु टिका लाँदा घोडा नटेक्नु पर्ने माइला नमस्कार गरे भोलि आएन तेरो भोलि निचारिन्छ भोलि आएन भोलि निचारिन्छ बाबु नाति काम सकियो झोला हालेर थाल्न पाइन्छ त खा सबैलाई आउनुपर्छ भयो क्या हामी मैले दिएर दिने हो यहाँ कहाँ म धेरै दिनु भएन लाउ त कान्छो यो पाथी भर चुल्ठिनी जोर सासु बुहारी रमाइलो गफ गर हाम्रो छोरा साह्रै बिग्राउन पाइयो बुहारी चुल्ठिनी जोर सासु बुहारी रमाइलो गफ गर हाम्रो छोरा साह्रै राम्री नचिन्की बिग्राउन पाइयो बुहारी साह्रै राम्री नचिन्की बिग्राउन पाइयो बुहारी तिमी बुहारी पनि फर्कियो बुहारी सासु पनि फर्कियो खसाक्र ठुसुक राम्रो यो पैसा तिम्रो नानी हो
मैले दिएको कहाँ आलु आएन जाली रुमाल यो खैदारी छेउनु भएन टुप्पो तारा सन्देश भन्नु के सानोमा जामेर बम्मै मैले कहाँ आलु सानो तिमीले जाली रुमाल तारासँग चाहिँ भन्नु न